हेलो आदरणीय दाजुभाइ पनि सम्पूर्ण नमस्कार, वेलकम टु न्यू ब्लग न्यू डे। आई होप सबैले सन्चै होला, मलाई पनि सन्चै छु। आज चाहिँ म यता घुम्न आएको भाउजू र दाइसँग, अनि आज घुम्दा यता आएँ। म चाहिँ दाइहरूसँग घुम्न नि आयो, अब पनि गर्मी छ नि त अहिले गर्मी बढाएको छ, अनि त्यही भएर यसो बाहिरतिर निस्केको। त्यो डाँडो चागु नारायण डाँडो हो, त्यहाँदेखि पारी भक्तपुर हो, त्यो डाँडो चाहिँ चागु नारायण हो। हामी चाहिँ अहिले यता रुमको छेउछाउतिरै बसिरहेको छु डाँडोतिर हावा खानलाई। दाइ भाउजू सबै कस्तो राम्रो, त्यो आकाश कस्तो राम्रो देखा हो आज, त्यो राम्रो कस्तो राम्रो देखा। भिडियो पनि राम्रो आएर, अब खासै म भाइरल त होइन, आफ्नो लागिले मिलियन जाने त होइन, लाइक पनि खासै त आउँदैन, त्यही पनि भिडियो चाहिँ बनाएको है। आउँदा कस्तो राम्रो सिन देख्यो। यतासित जाने रुम चाहिँ यता अलिक माथि हो, अनि हामी चाहिँ यता रुमको डाँडो साइडमा आएर यसो घुमिरहेको छौँ रुमको साइडबाट। अनि यतातिर आयो, कस्तो राम्रो ठाउँ देख्यो, कस्तो राम्रो डाँडा, त्यो डाँडा काँडा सबै उता, त्यो चाहिँ उता ललितपुर पर्छ होला त्यो डाँडो साइड, उता त्यो पारी चाहिँ भक्तपुर हो। हामी चाहिँ यता काठमाडौँमै हो नि त, त्यो डाँडाबाट देख्छ, सबै क्लियर देख्छ, सबै ठाउँहरू देख्छ कि यताबाट यो डाँडामा आउँदा यस्तो राम्रो देखिरहेको छ आज है। अनि हामी बस्ने चाहिँ यता हो, त्यहाँ म पढ्ने कलेज पनि देख्दैन रहेछ। थ्याङ्क यू फर वाचिङ।